हाम्रो बाख्राको संख्या बढेर 20-25 वटा पुगेको थियो भने यिनीहरूलाई हेरचाह गर्न र घाँस काटेर खुवाउन नसक्ने स्थिति भएपछि कुनै बाख्रा बेच्दियो, कुनै बाख्रा काटेर खाएकोले गर्दाखेरि अहिले 4 वटा मात्र बाख्रा रहेका छन्। हाम्रो गाउँमा धादिङको मान्छेले 11 वटा भेडाको बच्चाहरू बिक्रीको लागि ल्याएको थियो। हाम्रो आमा र बाबाले 2082 सालको दसैँ मान्नको लागि चाहिँ सानोमा 11,000 हालेर किनेको हो यो भेडा। अहिले ठुलो भएर यति ठुलो भइसक्यो, मजाले मोटा छ। मलाई चाहिँ यो भेडा नाश गर्नलाई मनै छैन, एकदम माया लागिरहेछ। किनकि आफूले पालेको चिज जे सुकै होस्, जसको पनि माया लाग्छ। ब्रोइलर कुखुराको चल्ला पनि 6 वटा ल्याएर पालेको थियो, अहिले यति ठुलो भइसक्यो, काटेर खाने बेला भएको छ र 2टा चाहिँ हामीले काटेर खाइसक्यौँ पनि। अहिले यो 4 वटा चाहिँ यसरी बसिरहेको छ। यहाँ कस्तो मजाले बढ्या छ यिनीहरूलाई, एकदम हाम्रो भेडा। ओहो, यस्तो माया लाग्दो छ भेडा है हाम्रो। अब यो भेडासँग बस्ने दिन पनि आज अन्तिम दिन होला जस्तो लागिरहेछ मलाई। एकदमै माया लागिरहेछ यो भेडाको। अब भोलि के गर्ने, अब दसैँको लागि भनेर पालेको हो। मलाई नाश गर्ने मन त थिएन, के गर्ने। आमा बाउले अब बच्चाहरू घर आएपछि मासु खान्छ भनेर कहिले चाहिँ बोका काटिदिन्छ, कहिले बाख्रै मासिदिन्छ। अब यो भेडा झन् अब दसैँको लागि पाल्ने, विशेष गरेर दसैँको लागि पाल्ने भइसकेपछि उहाँहरूले चाहिँ नाश नगर्ने कुरै भएन।